अहिले कस्तो लेखिन्छ अखबारमा हेर्नुहोस् त, राष्ट्रपति रामचन्द्र पौडेलले यसो भने, राष्ट्रपति रामचन्द्र पौडेलले यसो भन्नुभयो भन्न सकिँदैन। कति ठुलो पोलिटिक्स बरे होला, यसो भने। राष्ट्रपतिले यसो भने, उपराष्ट्रपतिले यसो भने खड्ग प्रसाद ओलीका छोरा मन्त्रीहरूले सरकारी इमेल एड्रेस खोल्न पनि 10 करोड भ्रष्टाचार गरेको कुरा महालेखाको प्रतिवेदनमा आएको छ। रिटर्न डकुमेन्ट हो महालेखाको प्रतिवेदनमा। खाना चाहिँ के बाँकी राखेको छ ओलीले? खाना लुट्न चाहिँ के बाँकी छ? आज पानीको बोतलदेखि टोयलेट पेपरसम्म ओलीको फोटो टाँसिने पैसाको स्रोत के हो? पचहत्तर जना नेपाली युवाको हत्या कसले गर्यो? मैले आतंककारी हो, जेन्जी नबन्ने हो र भने सायद जेन्जी त घरमा हुन्छ, कहाँ जेन्जी हो? नभए युवा जेन्जी भनेकै आतंककारी। जसरी वैशाल आतंककारी थियो, हिजो माओवादी आतंककारी, लुटेर बैंक लुटे ठग्ने 10 वर्ष माओवादीले गरे भन्दा 2 दिनमा यिनीहरूले बराउँदै रहेछन्। त्यही भएर जेन्जीलाई आतंककारी नबनाऊ भन्छन् हाम्रो साथीहरू। जेन्जी भनेकै आतंककारी हो। ल 10 चोटि 20 चोटि 50 चोटि भन्छु म। जो आन्दोलन सिंहदरा जलाए ती आतंककारी हुन्। एकदम होइन, गोदरी 3000 हल भत्काउने आतंककारी हुन्, सिंहदरा जलाउने आतंककारी हुन्, बाटो जलाउने आतंककारी हुन्। अनि सरकार बनाए 24 घण्टामै 12 टाढा मध्यरात आन्दोलन गर्नु गएर नि त के रहेछ त? जेन्जी कसले उचालेको छ त? अर्कोले बोके बिरालोले मिर्ग मार्छ। तपाईलाई लाग्छ प्रकाश शपथको करियर ड्यामेज भएको छ? कोही माइकलाले गर्न सक्छ? एउटा कुशल राजनीतिज्ञको राजनीतिक यात्रालाई, एउटा कुशल कलाकारको कलाकारितालाई, एउटा कुशल डाक्टरको डक्टरीलाई, एउटा कुशल टिचरको त्यो हुन्छ नि त्यसको त्यो प्रोफेसनलाई